हिजोदेखि आएको बालेको पूजा गर्न क्रेजी रहेछ यार यो त यार लास्ट बुढो होला यार गाडीहरू पनि रोकेको छ फेरि चियानमा फुल दिनु आए जस्तो पनि गरेको छ काठको हामी चाहिँ भब्बाल घरमा बसेको थियौँ अब गाउँ उचित हुँदैन क्या भनेर सुनाउँ चाहिँ होइन राम्रै छ यो ठाउँ पनि यति गएछ रोडको साइड काकाहरूसँग चाहिँ अलिक भएन जाउँ सुपारीहरूको बगान चाहिँ यो ठाउँमा यस्तो बबाल छ नि सोनाम हामी चाहिँ घुम्न आएको छौँ फेरि हो कस्तो घरमा कति आएर सुपारी सुपारी हेर न लाग्छ पहिला कुनै समयमा चाहिँ बोलाइ मात्रै हुन्छ यता पनि सुपारी छ यार हो अनि ऊ मासतिर पनि त्यस्तै छ फुल के हो कस्तो राम्रो यार भइदियो नि त फुल हावा कस्तो दामी आएको है बबाल छ है खोलामा चाहिँ पानी धेरै छ चिसाङजी होइन नि त के अरे हाम्रो पोराकी पुल डान्स खोला यो डान्स खोलामा त अनि हाम्रो केटाहरूले गाउँमा चाहिँ हामीले मान्छेहरूले चिन्छ बालै छ है अस्ति नै गाडी यहाँ तल नयाँ झन्डा आएछ धरानमा यो चाहिँ धरानको भिन्टेज भइहाल्यो झन्डा चाहिँ राम्रै हालेछ त्यो छैन त्यो रुखमा माथि चढेर चाहिँ नाच्नु लाउनु पर्थ्यो डरो बाँस बाँधेर नि कसले उठाइदिनु होला सर त्यस्तो चाहिँ गर्नु आउनु पर्यो पछि हुँदो रहेछ अब पहिला हाम्रो लक्कै गर्दाखेरि त हामी पक्की बाटोमै आउँथ्यो होइन अहिले हाम्रो माया र यो बाटो एउटै भइसकेछ हौ यही डाँडामा आउने सोचेर आएको छ न मामी हो सबै बिग्रेछ बाटो नि खराब भयो बाटो र माया उस्तै भयो साथी पिस थियो नि हेर्नु त अनि
त्यही पिच थियो अब हाम्रो लप पर्दै थियो पिच हुँदा बाटो बिग्रेछ जस्तै स्मुथ भन्थ्यो अलि जसरी ग्राभल भन्छ त्यस्तै खालको कन्डिसन पनि त्यस्तै होइन यो भत्केको भित्ता जस्तो होइन जिन्दगीले पनि यो ट्याक्सीले जस्तो धुलो खुवाउँदैछ होइन अनि यो भन्दा हन्टिङ त के चाहियो हौ जिन्दगीमा आफ्नैले हन्ट हानेपछि अब यो स्टोरीमा चाहिँ टक्क अब यसरी नै स्काभेटर ल्याएर चाहिँ होइन पुरा मर्मत गर्नुपर्ने कस्तो बाँध्दो रहेछ यार यहाँ त गएको गर्थ्यो क्या पहिरो बाटो चाहिँ बढाएको रहेछ स्ट्रङ बनाउँदै रहेछ तर भनेपछि हाम्रो सम्बन्ध स्ट्रङ होला कि जस्तो गर्नु बाटोले यसरी नै बाटो मिल्छ हो स्काभेटर रोड बजार ल्याएर कता सम्बन्ध हाम्रो यो बाटो जस्तै भयो भनेको त फेरि बाटो बन्दै रहेछ भनेर कता कता यसो आशा पनि देखायो बाटो कसरी हाम्रोमा यो बाइक यो बाँसमा थिएन अघि उकालो चढेर तर अब रोडले यहाँ हामी आउँदाखेरि बिचै थियो यहाँबाट यो घर यसो हेऱ्यो होइन अनि बिग्दैन रहेछ भने यहाँनिर बसिदियो यो राउन्डमा गएर यसो हेरेर कहाँतिरमा फर्केको अहिले यो बाटो पनि गरिसकिन्छ यहाँ तल घर छ एउटा के को फुल हो यस्तो दामी सोचभन्दा दामी क्या चटपटे चाहिँ गाउँले स्टाइलमा बनाएको रहेछ अक्कबरे युज गरेछ क्या सबैभन्दा टेस्ट दिने है अक्कबरेको यो फुल चाहिँ कस्तो छ हौ फुल यो फुल चाहिँ के भन्नु क्या अब यस्तो दामी फुल के को फुल हो खुट्टा अङ्गालो मारेर सुतेको चिरमा त्यो दिएपछि अघिसम्म चाहिँ हाम्रो छेउमा को आइथ्यो एउटा डल्लो भाङको लड्डु दिएको च्यापचुप अहिले कुकुरै बाँधियो है उड्दा त पुरै बौलाउँछ होला होइन गीत गाउँदा आज छुट्टीमा यसो टाइम बिताउन आएको नि शिवरात्रि मारेर लेटाङ है उड्दा नि उड्दैन ओइ उठ झन्डो त्यस्तै छ इलामको चियाबारी बुधबारे पनि यस्तै छ नि